नमस्ते, म गुगलद्वारा तालिम प्राप्त एउटा ठूलो भाषा मोडेल हुँ। मलाई धेरै मानिसहरूले विभिन्न जानकारी खोज्न, पाठहरू अनुवाद गर्न र रचनात्मक सामग्रीहरू लेख्न मद्दत गर्न प्रयोग गर्छन्। अब कथा कसरी लेख्ने भन्ने बारेमा कुरा गरौँ। कथा लेख्नको लागि केही महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्छ। कथा लेख्ने तरिका 1. विषयवस्तु छान्नुहोस्। सबैभन्दा पहिले तपाईले कुन विषयमा कथा लेख्न चाहनुहुन्छ भन्ने कुरा निर्धारण गर्नुहोस्। यो कुनै काल्पनिक कथा, वास्तविक घटनामा आधारित कथा वा कुनै सन्देश दिने कथा हुन सक्छ। 2. पात्रहरूको विकास गर्नुहोस्। तपाईको कथामा कस्ता पात्रहरू हुनेछन्? तिनीहरूको स्वभाव, व्यक्तित्व र भूमिका कस्तो हुनेछ? पात्रहरूलाई जीवन्त बनाउनु महत्त्वपूर्ण छ। 3. कथानकको योजना बनाउनुहोस्। तपाईको कथा कसरी अगाडि बढ्छ? कथामा सुरु, मध्य र अन्त्य हुनुपर्छ। कथानकमा द्वन्द्व, उतार-चढाव र समाधान हुनु आवश्यक छ। 4. पृष्ठभूमिको वर्णन गर्नुहोस्। कथा कुन ठाउँमा र कुन समयमा घटिरहेको छ भन्ने कुरा स्पष्ट पार्नुहोस्। वातावरणको वर्णनले कथालाई अझ रोचक बनाउँछ। 5. संवाद लेख्नुहोस्। पात्रहरू बीचको कुराकानीलाई जीवन्त र स्वाभाविक बनाउनुहोस्। संवादले कथालाई अगाडि बढाउन र पात्रहरूको व्यक्तित्व देखाउन मद्दत गर्छ। 6. भाषा शैलीमा ध्यान दिनुहोस्। तपाईको कथाको भाषा सरल, स्पष्ट र आकर्षक हुनुपर्छ। आवश्यकता अनुसार विभिन्न साहित्यिक उपकरणहरू, उपमा, रूपक आदिको प्रयोग गर्न सक्नुहुन्छ। 7. समीक्षा र सम्पादन गर्नुहोस्। कथा लेखिसकेपछि त्यसलाई ध्यानपूर्वक पढ्नुहोस्। गल्तीहरू सुधार्नुहोस् र कथालाई अझ राम्रो बनाउन आवश्यक परिवर्तनहरू गर्नुहोस्। छोटकरीमा भन्नुपर्दा, राम्रो कथा लेख्नको लागि 1. रोचक विषयवस्तु छान्नुहोस्। जीवन्त पात्रहरू सिर्जना गर्नुहोस्। राम्रो कथानक बनाउनुहोस्। पृष्ठभूमिको स्पष्ट वर्णन गर्नुहोस्। प्रभावकारी संवाद लेख्नुहोस्। आकर्षक भाषा प्रयोग गर्नुहोस्। समीक्षा र सम्पादन गर्न नबिर्सनुहोस्। आशा छ यो जानकारीले तपाईलाई कथा लेख्न मद्दत गर्नेछ। यदि तपाईसँग कुनै विशेष प्रश्नहरू छन् भने सोध्न सक्नुहुन्छ।